हेलो साथीहरु, स्वागत छ मेरो YouTube च्यानलमा। म एउटा नयाँ भिडियो लिएर आइसकेको छु। भिडियोलाई स्किप नगर्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। साथीहरु, म तपाईलाई देखाउने छु मोबाइललाई कसरी फास्ट गर्ने हो भनेर। सबभन्दा पहिला तपाईलाई प्रुफ देखाइदिन्छु म। यहाँ MX प्लेयर छ, MX प्लेयर माथि छु। कस्तो ढिलो खुल्यो हैन। अनि ठ्याक्कै म तपाईलाई फेसबुक पनि ओपन गरेर देखाइदिन्छु। फेसबुक पनि कस्तो ढिलो खुल्यो हैन। यसलाई यिनीहरुलाई एनिमेसनलाई कसरी फास्ट गर्ने तपाईलाई म देखाउने छु। सबभन्दा पहिला तपाई सेटिङमा जानु होला। सेटिङमा गएपछि तपाई तल जानु होला। तल गएपछि एडिशनल सेटिङ छ, त्यसमा थिच्नु होला। त्यहाँ थिचेपछि अलि तल जानु होला। तल गएपछि डेभलपर अप्सन यहाँ छ, मेरो इनेबल छ, तपाईमा इनेबल छैन होला। छैन भने तपाई ब्याक जानु होला। अनि ठ्याक्कै तपाई अबाउट फोनमा जानु होला। अबाउट फोनमा गएपछि यहाँ MIUI भर्जन 4 पोको भन्ने छ, त्यसमा थिच्नु होला। 5-6 टाइम्स सम्म थिच्नु होला। मेरो इनेबल छ, त्यही भएर यहाँ यु आर इन अलरेडी अ डेभलपर भनेर देखाइरा छ। त्यसपछि ब्याक जानु होला। त्यसपछि फेरि एडिशनल सेटिङमा क्लिक गर्नु होला। अनि ठ्याक्कै डेभलपर अप्सन छ, त्यसमा थिच्नु होला। त्यसपछि तल जानु होला। अझै तल गएपछि यहाँ विन्डोज एनिमेसन स्केल्स भनेर देखाइरा छ, त्यसमा थिच्नु होला। .5x छ, त्यसमा थिच्नु होला। तल पनि ट्रान्जेक्सन्स एनिमेसन छ, त्यसमा पनि थिच्नु होला। यसलाई पनि 5x गर्दिनु होला। एनिमेसन ड्युरेसन छ, त्यसमा पनि क्लिक गर्नु होला। त्यसलाई पनि 5 गर्दिनु होला। अब हेर्नु साथीहरु, मोबाइल एकदमै फास्ट भइसक्यो रहेछ। यहाँ हेर्नु होला है, कति फास्ट ओपन भइराछ। यो भइसक्यो हैन। तपाईलाई एउटा यो पनि देखाइदिन्छु। पक्नु पहिला यहाँ जस्तो MX प्लेयर छ नि, हेर्नु होला। MX प्लेयर कति छिटो खुलिसक्यो रहेछ साथीहरु, हेर्नु होला। जस्तै फेसबुकमा म देखाइदिन्छु। फेसबुक कति फास्ट ओपन भइसक्यो रहेछ, हेर्नु होला। यहाँ हेर्नु होला। र यो पनि हेर्नु होला। सेटिङमा पनि ओपन गर्छु भने छिटै आइहाल्यो के। यस्तो रहेछ। आजको भिडियो कस्तो लाग्यो साथीहरु तपाईहरुलाई? भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्दिनु होला र बेल आइकन पनि अलमा गर्दिनु होला। धन्यवाद।